भर्खर मात्रै समापन गरेर उद्घाटन गरिएको धरान जुबनेटारमा बनाइएको फलामे पुल माननीय हर्क साम्पाङ र उनको टिमले जम्मी 79 लाख लागेको खर्च विवरण सार्वजनिक गरिएको छ। यस पुलको लागत खर्च पूर्ण विवरण सरम पार्टीकै कार्यकर्ताबाट जारी भिडियो यो हेर्नुहोस्। सेउटी खोला फलामे पुल निर्माण अभियानमा उठेको जम्मा रकम सार्वजनिक सुनवाई यस प्रकार छ। जम्मा हामीलाई उठेको रकम 80,09,476 रुपियाँ र यसको हाम्रो खर्च कुल खर्च रहेको छ 79,63,035 रुपियाँ र यसको खर्चको विवरणहरू यस प्रकार रहेको छ। फलाम रड खरिद रहेको छ 1,03,419 अनि त्यस्तै गरी च्यानल कटिङ ग्यासबाट 25,500, च्यानल कटिङ मेसिन खरिद गरेको छौँ हामीले 25,840, एङ्गल बिम फलाम रहेको छ 6,50,000, त्यस्तै गरी बुट्टे पाटा फलाम रहेको छ 8,25,000, त्यस्तै गरी रेलिङको रड च्यानल रहेको छ 3,10,448 रुपियाँ, त्यस्तै गरी धनुष काठको लागि च्यानल खरिद रहेको छ 51,003 रुपियाँ, त्यस्तै गरी चौतारीको 3 पाटा च्यानल ग्रिल सहित गरेर 80,053 रुपियाँ रहेको छ। त्यस्तै गरी तार जालीमा गेबिङ जाली हामीले 470 थान खरिद गरेको छौँ, त्यसको इन्क्लुडिङ भाडा सहित हाम्रो 20,12,500, लेसिङ तार जिआई 560 केजी खरिद गरेको छौँ, त्यसको मूल्य रहेको छ 89,600 र वेल्डर जति पनि काम भयो वेल्डरलाई हामीले पेमेन्ट गरेको छौँ 7,50,000 र होम पाइप त्यस्तै गरी होम पाइप 3वटा होम पाइप भाडा सहित हामीले 66,000, त्यस्तै गरी रहेको छ सिमेन्ट 140 बोरा सिमेन्ट भाडा सहित 1,19,000, त्यस्तै गरी कलर रङमा रहेको छ हाम्रो प्राइमर कलर रोलर ब्रस गरेर 2,40,869 रुपियाँ। अर्को रहेको छ सूचना बोर्ड गेट नाम कलर, त्यो गेट नाम कलर गरेर हाम्रो मनोकामना आर्टलाई हामीले 18,000 पेमेन्ट गरेको छौँ। त्यस्तै गरी बालुवा 15 टिपर बालुवा रु 7,000 को दरले 1,05,000 रुपियाँ। त्यस पछाडि रहेको छ हाम्रो दक्ष मिस्त्री ज्याला तार ग्याबिङ जाली पुलको खुट्टी ढलाइ चौतारी ढलाइ पुलको दुवै साइडमा ढलाइ गरेर 2,43,500 रहेको छ। त्यस पछाडि अर्को रहेको छ न्यू पाथी भरा ढुवानी सेवा दाजुभाइ ढुवानी सेवालाई हामीले प्रति टिप ढुङ्गाको रु 1,500 को दरले जम्मा 530 टिप ढुङ्गाको रु 7,95,000, त्यस्तै गरेर चौतारीको लागि ढुङ्गा खरिद प्रति स्क्वायर फिटको रु 220 को दरले 271 स्क्वायर फिट ढुङ्गाको जम्मा रहेको छ 59,600। त्यस्तै गरेर जेसिबी खर्च रहेको छ उदिप ढुवानी सेवा श्री गणेश ढुवानी सेवा लायन कन्स्ट्रक्सन दुर्गाचन्द्र खजुम कन्स्ट्रक्सन याङसिला हेभी कन्स्ट्रक्सन डिप्सन ढुवानी सेवा गरेर जम्मा 7वटा जेसिबीलाई प्रति घन्टाको रु 3,000 देखि 3,200 सम्मको दरले जम्मा 209 घन्टाको 6,48,360 रुपियाँ रहेको छ। त्यसै गरी वेल्डिङ रड रहेको छ हाम्रो 19 बक्स रु 900 को दरले 17,100 रुपियाँ। त्यस्तै गरेर रहेको छ हाम्रो शिलालेखको खर्च रहेको छ रु 2,800 स्क्वायर फुटको दरले शिलालेखमा हाम्रो 3,64,743 रुपियाँ खर्च भएको छ। त्यसै गरी श्रमदान लगायत अन्य कामको दिनमा खाना पानी चिसो गरेर जम्मा खर्च रहेको छ हाम्रो 2,83,000 रुपियाँ मात्र। र हाम्रो अन्तिम खर्च रहेको छ 5वटा पोलमा जम्मा 2वटा हेलोजिन लाइट 200 वाटको 4वटा एलइडी लाइट पोलमा लगायत एउटा हाम्रो चौतारीमा, त्यस्तै गरी धनुकारमा 120 मिटर एलइडी लाइट गरेर इलेक्ट्रिसियनलाई गरेर जम्मा 79,500 रुपियाँ गरेर जम्मा खर्च रहेको छ 79,63,035 रुपियाँ।